हामीलाई क्वेशन छ इथेनॉल देखि इथेनॉल इन्टु प्रोपेनॉल। अब हामीले सोच्ने यसलाई कसरी बनाउन सकिन्छ। अब यसो हेर्दा मलाई चाहिँ यो तरिका थाहा हो, यो तरिका मलाई याद हो। अब यसमा हामीले ग्रिग्नार्ड रिएजेन्ट युज गर्यौं भने हुन सक्छ। यस्तो हुन्छ इनर्ट एटमोस्फियरमा ड्राई इथर हैन, अनि त्यसै CH3C यहाँ O यो MgBr पार्ट आउँछ, MgBr तल जान्छ यो CH3 या जस्ता कस्तो। अब अब H2 H प्लस यहाँ हुन्छ। अब के हो त्यसपछि CH3COH CH3H। अब यसलाई अक्सिडाइज गर्न सकिन्छ K2Cr2O7H प्लस अक्सिडाइज गर्न सकिन्छ, मतलब पानी लस भयो। अब CH3C डबल बोन्ड CH3 यो भनेको प्रोपेनॉल।